आजको हाम्रो यात्रा चाहिँ यहाङ सानको छ। सान भनेको चाहिँ कोरियन भाषामा पहाड भन्ने बुझिन्छ। यो चाहिँ 770 मिटर अग्लो रहेको छ। यो हामानमा छ। कृपया तपाईँहरूले पनि हेरेर साथ दिनुहोला। आज हामी अमित भाइसँग जुन पहाड चाहिँ चढ्नलाई उकालोतिर लागिरहेको छौँ। एकदमै अविस्मरणीय रहेको छ यात्रा। कृपया तपाईँहरूले पनि हेरेर साथ दिनुहोला। अब यो बिदाको दिन यसो रमाइलो पनि हुन्छ र अब एक्सर्साइज पनि हुने र स्वास्थ्यको लागि पनि फाइदा। अब रुममै सुत्दा चाहिँ ढाड पनि दुख्ने होइन। विभिन्न तनावहरूबाट मुक्त हुनको लागि पहाडतिर जाँदा हरियाली, वनपाखा साथै माथि टप डाँडाबाट पुगेर हेर्दाखेरिको दृश्य अवलोकन गर्दा मनै हरहर हुन्छ। त्यही भएर हामी चाहिँ यात्रामा लाग्यौँ साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ कृपया कमेन्ट गर्नु होला है त। बाटो त नि ठिक छ, हिँड्नुहोस्। बाटो राम्रो छ है, अनि एकदम शीतल के। यो गर्मी त महसुसै भएको छैन। यो चाहिँ अलिकति हामी माथितिर आइसकेपछि यो ट्याङ्की देखियो कि यो ट्याङ्की देख्दा चाहिँ कस्तो याद आयो भने मलाई नेपालको याद आयो कि। किनभने मूलको पानी खाइन्छ नि त यसरी। यो अब पहाडबाट झरेको पानीलाई चाहिँ कलेक्सन गरेर यसरी गाउँ गाउँमा पुर्याएर एकदम शुद्ध पानी खाइन्छ। अनि यो ट्याङ्की देख्दा मलाई त्यही आयो कि, पाइप यतातिर बिछ्याएको छ। अनि यस्तो याद आयो मलाई चाहिँ है यो यस्तो अलिकति। अनि यो गाउँ पनि अघि भाइले पनि भन्नुभयो नेपालको याद आयो भनेर। यस्तो अब तल स्टेप छ नि त होइन, टक्क स्टेप के प्रायः पाइन्न नि त यो खालको बस्तीहरू। दामी छ क्या। अनि यो अब यो पहाडी भेगमा यस्तो हुँदो रहेछ। ल अब लागौँ। 700 मिटर हिँड्यो सकेर है, 700 मिटर आइयो छ उकालो। अब याङसाङ इलकोच चाहिँ 1.3 किलोमिटर मात्रै बाँकी छ, धेरै छैन। अलिकति मासतिर आइपुग्दाखेरि यस्तो बसेको मैदान, यहाँ फेरि खेतीपाती गरेर छ, कृषि। भाइ गाह्रो पिरो त भएको छैन नि? त्यस्तो गाह्रो भएको छैन दाजु, रमाइलो छ होइन? रमाइलो छ एकदम। ल 100 मिटर हिँडिसकेछ। फेरि यो यहाङसान जाने क्रममा यहाँ ठ्याक्कै खामको बगानमा यो खाम, नेपालमा चाहिँ हलुवावेद भन्दो रहेछ यसलाई। एकचोटि मैले हलुवावेद टिपेको भिडियो पनि हालेको थिएँ, त्यो एकदमै भाइरल भएको थियो। तर यो रुखलाई चाहिँ कसरी है त्यो काटेर छाँटेर त्यो बन्ठे बनाएको छ कि पुरा, त्यो हुन्छ नि हेर्नु बढ्नु नदिएर कि झ्याचक्क परेको कि ग्राफ्टिङ जस्तै बनाएको छ। त्यही त नि। उहाँबाट आएको अब निकै तल देखिसक्यो अहिले हामी हिँडेको बाटो। दाजु पानी खाउँ है? हुन्छ भाइ, ल हस्, धन्यवाद सबै। पानी बोक्नु भएको छ। बाटो पहिला आउनु चाहिँ अलिकति समस्या भएको, नत्र अब बाटो पनि अब त कता नर्मली लगाइसक्यो। रमाइलो छ। हजुर, पानी खानु पऱ्यो ट्याक्क लगाएर। यो पानी अब